ल साथीहरु नमस्ते। मैले चाहिँ तपाईहरुलाई चाहिँ यो टमाटर सम्बन्धी जानकारी गराउन खोजेँ। मैले जानेको कुरा साथीहरुलाई के शेयर गरौँ कि भनेर सानो सानो कृषि सम्बन्धी यो आज चाहिँ मैले यो टमाटर सम्बन्धी केही जानकारी गराउन चाहन्छु। टमाटर खेती गर्दाखेरिमा पनि साथीहरु जहिले पनि माटो तयार गर्दै हुनुहुन्छ भने माटोमा के राख्ने भन्दाखेरिमा जस्तै गोबर मल प्रायसम्म गाईको गोबर राख्ने। गाईको गोबरमा त्यति डिजिजहरु आउँदैन, यो भाइरसहरु एट्याक हुँदैन माटोमा। त्यसपछि गाईको गोबर, त्यसपछि कुखुराको मल, त्यसपछि गएर गडेउलाको मल यसरी मिसाएर हप्ता दिन जति, हप्ता 10 दिन राख्ने माटो। त्यसपछि बिरुवा ल्याएर लगाउने। बिरुवा ल्याएर लगाइसकेपछि तपाईको लगाएपछि यो बिरुवा 1 फिट माथि पुगिसकेपछि दुईटा ब्रान्चमा छुट्टिन्छ। यो ब्रान्च भन्दा मुनिको हाँगा यो पातहरु सबै काट्दिने। त्यसपछि दुईटा हाँगा राख्ने। दुईटा हाँगा यो दुईटा धागो हुन्छ किलामा बाँधेको। त्यसपछि गएर यो दुईटा हाँगालाई दुईटा धागोले बाँध्दै लाने। बाँध्दै लगेपछि यो माथिसम्म पुग्छ। यो यहाँबाट तल पनि फल्छ टमाटर। त्यसपछि यो माथि ताडमा चढिसकेपछि यसको डबल उत्पादन दिन्छ माथि। त्यसकारणले गर्दाखेरि यसरी टमाटरको खेती गर्न सकिन्छ साथीहरु है। दुईटा धागो लिने, किला ठोकेर दुईटा धागोले बाँध्दै जाने। त्यसपछि माथि जान्छ। माथि पुगिसकेपछि जति पनि आउँछ अरु ब्रान्च दुईटा हाँगा भन्दा बढी नराख्ने। त्यसपछि गएर यो माथि गइसकेपछि अझै डबल फल्छ। यसरी राख्दा क्वालिटी उत्पादन हुने, धेरै उत्पादन वृद्धि हुने यस्तो हुन्छ टमाटरमा। त्यसकारणले यसरी खेती गर्नु होला। यदि तपाईसँग यो प्यारासुट धागो उपलब्ध छैन भने पनि तपाईले दुईटा 5 फिटको लट्ठी काटेर दुईटा हाँगा राखेर गाउँघरमा पनि उत्पादन गर्न सक्नुहुन्छ। त्यसरी टमाटर खेती गर्न सक्नुहुन्छ साथीहरु। र अर्को कुरो, टमाटरमा लाग्ने किराहरुको नियन्त्रण विषयमा म केही जानकारी गराउन चाहन्छु। यो येल्लो टेपर हो। यो येल्लो टेपरमा जति पनि आउँछ किराहरु यसमा टाँसिन्छ। यसले टमाटरमा लाग्ने 70% किराहरु यसले नियन्त्रण गर्छ। यसरी येल्लो टेपर राखेर पनि यो टमाटरमा आउने किराहरुलाई नियन्त्रण गर्न सकिन्छ यो येल्लो टेपरबाट। र अर्को कुरा, यो मसँग अर्को यो पासो छ। यो चाहिँ झिमरीको पासो हो। जति पनि झिमरीहरु आउँछ यसको गन्धले गर्दा यहाँ भित्र पसिसकेपछि झिमरीहरु नियन्त्रण हुने। त्यसपछि झिमरीहरु पनि नियन्त्रण गर्न सकिन्छ। यसरी किराहरु चाहिँ 70% किराहरु येल्लो टेपर पासो थापेर पनि नियन्त्रण गर्न सकिन्छ। अर्को कुरो, किराहरु नलागोस् भन्नको लागि हामीले टमाटरको लागि दुई किसिमबाट उत्पादन गर्न सकिन्छ। एउटा बजारमा पाएको भिटामिनहरु, विषादीहरु युज गरेर। त्यसपछि विषादी युज गर्नुहुन्न भने हामीले गाउँघरमै पनि यसरी उत्पादन गर्न सकिन्छ कि जस्तै तपाईको भिटामिनको लागि गाईको दुध 1 लिटर लिने, 1 लिटर गाईको गहुँत लिने। त्यसपछि गएर चाहिँ 10 लिटर पानीमा मिक्स गरी स्प्रे गरिदिने। यसरी गाईको दुध र गाईको गहुँतलाई 10 लिटर पानीमा मिसाएर स्प्रे गर्दाखेरिमा यी भिटामिन प्लस किराहरु पनि नियन्त्रण हुन्छ, क्वालिटी उत्पादन हुन्छ। त्यसपछि जनस्वास्थ्यलाई एकदमै राम्रो हुन्छ। यसरी उत्पादन गरेको 100% अर्गानिक हुन्छ। यसरी पनि उत्पादन गर्न सकिन्छ। त्यसकारणले हामीले सकेसम्म साथीहरु कुनै पनि चीज उत्पादन गर्दा अर्गानिक तर्फ जनस्वास्थ्यलाई पनि ध्यान दिएर उत्पादन गर्नुपर्ने हुन्छ। त्यसकारणले हामीहरुले मलको रूपमा गाई भैँसीको मलहरु, अर्गानिक मलहरु युज गर्ने। त्यसपछि भिटामिनको रूपमा गाईको दुधहरु, गाईको गहुँतहरु युज गरेर किराहरु प्लस भिटामिन यसरी युज गरेर उत्पादन गर्न सकिन्छ। यसरी उत्पादन गरेको चीजहरु 100% सेफ्टी हुन्छ, अर्गानिक हुन्छ, जनस्वास्थ्यलाई केही हानिकारक गर्दैन। साथीहरु, हामी कृषकले पनि यसरी उत्पादन गर्नुपर्ने हुन्छ। जसरी हुन्छ अर्गानिक हिसाबले उत्पादन गरेको चीज अब ग्राहकहरुलाई, उपभोक्ताहरुलाई असर पर्दैन, प्लस हामी पनि खानुपर्छ। हामीलाई पनि राम्रो हुन्छ। यसरी उत्पादन गरेको चीज, अर्गानिक चीजले हाम्रो शरीरहरुलाई एकदम फाइदा गर्छ। त्यसकारणले टमाटर यसरी उत्पादन गर्न सकिन्छ साथीहरु। मैले तपाईहरुलाई चाहिँ यो टमाटर सम्बन्धी मैले जानेको सानो सानो कृषि सम्बन्धी जानकारी दिन खोजेको हो। साथीहरुलाई कस्तो लाग्छ? ल साथीहरुले कमेन्ट गर्नु होला, शेयर गर्नु होला, लाइक गर्नु होला। हस्त नमस्ते। ल।